Hello guys, so welcome to the another episode of Sampang vlog. So आज चाहिँ के छ भन्दा चाहिँ आज चाहिँ म खोलामा आएको छु नि त। अन्त यताको अवस्था चाहिँ यस्तै छ हैन। बखर आइपुगेको गरमको अवस्था छ। अन्त घाम लाग्दैन त आज चाहिँ कहाँबाट हैन। त्यतिको तर्साइदिने घामले एकछिन हैन घाम लागेर। त्यस्तै हो। यहाँको अवस्था चाहिँ अब यस्तै छ हैन। मजाको छ यताउति चाहिँ। यो चाहिँ लजु हैन। अन्त तपाईहरु आउनु सक्छ यताउति। यस्तै चाहिँ गाइस यताको चाहिँ यस्तै छ यताको अब के भन्नु अवस्थाहरु हैन। ल त गाइस ल यस्तै छ घुमिघुमाइ हो एकछिन हैन। बेसी घाम लागेर होला गाइस रातै भइसक्यो नि म त त्यतिकै हो रातो भइसक्यो नि एकछिनमै। तर हिँड्नु पनि निकै हिँडेर किन आएको हैन। एक डेढ घन्टाको बाटो हो नि त यता आइपुग्नु चाहिँ। अन्त यताको चाहिँ अवस्था चाहिँ यस्तो छ दामी छ नि यो त मजाले बनाएको छ हैन। अन्त यो चाहिँ एकदमै नेचुरल ब्युटी होला जस्तो। यो चाहिँ पहिला सिनहरू बनाएको छ भने चाहिँ मजाले बनाएको छ अवस्था यहाँ छ। बेला बेला हिँड्नु मनपर्छ घरबाट हैन। माइन्ड फ्रेस हुन्छ नि त यसरी निक्लियो भने हैन। झन् भ्लग बनाउँदा झन् खुसी लाग्छ भ्लग गर्दाखेरि हैन। एक्लै हिँड्दा चाहिँ अब साथी हुँदैन नि त। अन्त फोनलाई नै साथी पाउँछु हैन। यसो बनायो तपाईँहरूलाई पनि इन्जोय हुने मलाई पनि हैन इन्जोय हुने त्यस्तो हो गाइस। अवस्था एकदम गम्भीर छ भन्ने जस्तो हो त। ल त गाइस फाइनली अब चाहिँ घर फर्किदिएको अवस्था छ हैन। बेलुका भइसक्यो हैन। 5 कति भयो कोनी तर 5 चाहिँ बजेको छ हैन। अन्त अवस्था चाहिँ यस्तै छ। यता छ रेसी खोला हैन। अब यही हो फर्केबाट चाहिँ जानुपर्ने छ अवस्था। ल गाइस हेर्दै गर्नुहोस् होला हैन। यस्तै छ जिन्दगीको मौसममा हैन। यस्तो रमाइलो हुन्छ नि त हैन। टक्कै यो चाहिँ सानो फर्क्यो हो हैन। त्यस्तै छ अब बाटो चाहिँ यस्तो छ जङ्गलै जङ्गल जानुपर्ने छ। एक्लैको अवस्था हो अवस्था एक्लै छ। कहिले पुग्नु पर्ने हो घर। ल गाइस हेर्दै गर्नुहोस् होला। ल सिउ सुन अझै आउँछ अगाडि भिडियोहरू हैन। सो हल्का सपोर्ट गरिदिनुहोस् होला भन्दैछु होला जस्तो हो है। अन्त त्यही हो गाइस अब अझै भिडियोहरू बनाइबसौँ भनेको हैन। अलिक दिनसम्म त्यस्तै छ। ल त गाइस हेर्दै गर्नुहोस् होला।